नमस्ते दर्शकबिन, आज हामी यहाँ बिट्टु टिम टोखामा भोला श्रेष्ठको घरमा आइपुगिसकेका छौँ। यहाँ हाम्रो आमा एकल महिला हुनुहुन्छ र उहाँको छोरा भोला श्रेष्ठ हुनुहुन्छ। म एक्लैले स्याहार सुसार गरेर अहिले 30 वर्ष भयो है। अब 31 मा लाग्ने बेला भयो। 31। अब तपाईहरु आउनुभयो, मेरो दुःख देखिहाल्नु हो। अब मैले भनिरहन त पर्दैन पनि होला। बिट्टु भाइ आउनुहुन्छ, हेर्नुहुन्छ, यसको बाल तिर्देर जानुभयो, इनार खन्देर जानुभयो। उहाँले अहिले उहाँको के समस्या थियो मलाई त्यो कुरा थाहा भएन। अहिले 15-20 दिन जति आउनु भएन, नत्र हप्ताको 2 चोटि 1 चोटि उहाँ जसरी नै आउनुहुन्छ। जसले जहाँबाट जसरी जुन अवस्थामा पठाए पनि उहाँको हातमा परेको रकम तलमाथि पनि हुँदैन। जस्ताको तस्तै ल्याएर यही बाबुलाई दिएर जानुहुन्छ। वरुण घिमिरे उहाँ चाहिँ अस्ट्रेलियामा होइसिन्छ। उहाँले हजुरको लागि केही रकमहरू पठाइदिनु भएको छ। ल गर्नुस् त। धन्यवाद। कति छ आमा? 6000 छ। उहाँलाई के भन्न चाहनुहुन्छ हजुर? उहाँलाई धेरै धेरै धन्यवाद। हामी जस्तो दुखी गरिबलाई यसरी ट्याममा पैसा पठाउनुहुन्छ। हामीलाई पठाएर उहाँको हात खाली कहिले नहोस्। उहाँलाई पशुपतिनाथले सदा रक्षा गरून्। उहाँलाई लाखौं लाख धन्यवाद छ। मेरो लागि त यो 6000 होइन, 6 लाख भन्दा नि बढी नै हो। नानी, मेरो ग्यास सकिएको भाइटिका भोलिपल्टबाट, भाइटिकाको 6 गते 7 गते कार्तिकबाट सकिएको ग्यास। आज बिट्टु भाइ आउनुभयो। अब म ग्यास लिन जान्छु भनेर सोचेको छु। अब जान्छु। हजुरलाई लाखौं लाख धन्यवाद। मैले ग्यासमा भात पकाएर खान पाउने भएँ। हजुरलाई मुरी धन्यवाद है। हस्त नमस्ते। अहिले हामी बिदा लिन्छौँ।